This is also the part of learning. सामाजिकमा सबले राम्रो राम्रो आशीर्वाद माग्नु। One go! One go! Hello guys, welcome back to my YouTube channel हैन। र अब आज चाहिँ म कृषि सेन्ट जेम्स स्कुलमा छु किनभने आज हामी अब पूर्व ट्रिपमा जानु आँटेको छौँ नि त। हाम्रो जस पूर्वको पशुपतिनाथ भन्छ जुन चाहिँ हाम्रो अर्जुन धारालाई त्यहाँ चाहिँ हामी जान आँटेको छौँ। र आज चाहिँ म चाहिँ कृषि सेन्ट जेम्स स्कुलको चाहिँ क्लास 7 को नानीहरुसँग जानु आँटेको छु र नानीहरुले चाहिँ त्यहाँ प्रिन्सिपल सरले केही भन्नु हुँदैछ हैन। दिस इज अल्सो द पार्ट अफ लर्निङ। सामाजिकमा पछि तिमीले रिपोर्ट बुझाउनु पर्छ। लिमिटमा बसेर सर म्यामहरुको चाहिँ इन्स्ट्रक्सन फलो गरेर आई एम हियर बट आई विल बी इन टच। अब हामी यो हप्ताभरि सबै सकाउने वाला छौं। फाइनली चाहिँ अब हामीले त काउन्टहरु गर्दैछौँ र नानीहरु चाहिँ अब सबजना तयारी भइसक्यो। अब हाम्रो गाडीहरु पनि रेडी छ हैन। अब हामी चाहिँ हिँड्न आँटेको। कृपया भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला है त। म्याम नमस्कार। टाउकामा राख्दिनु। ल अब चाहिँ हामी ट्याक्क हिँड्न आँट्यौँ। रमाइलो गर कडा अर्जुन धरा यहाँ मध्येमा हामी कोही पनि गएको छैन है। गुरु यो हुस्से लाग्यो कि धुलो उडेको यता? हुस्से लाग्यो कि धुलो उडेको यो? कता हो? उयो हो यता आउँदै कि होइन? अब जाने कि गुगल हेर्दै गर्नु कहाँ जान्छ अगाडि? बिर्ताबाट थाहा छ नि अब त्यहाँबाट कता हो? गाइस अहिले चाहिँ हामी ट्याक्क यहाँ चारपाने भन्ने ठाउँमा आएको छौँ। र अब हामी चाहिँ यहाँबाट चाहिँ ठाडो जानुपर्ने हुन्छ मन्दिर जानलाई। हाम्रो गाडी यहाँ छ। हाम्रो एकदम प्यारो दाजु यहाँ हुनुहुन्छ है होइन। र अनि अब हाम्रो अरू गाडी पनि आउँदैछ नि त। अन्त गाडी चाहिँ हामी पर्खेर बसिरहेको यहाँ। त्यो गाडी आएपछि ट्याक्क भेला आउने जाने हो। ल हामी फाइनल्ली आइसक्यौँ हाम्रो लोकेसनमा आजको। यो रहेको छ अर्जुन धारा जलेश्वर धाम। र फाइनल्ली यिनीहरूको फोटो खिचिदिनु। अहिले बसाएर पनि खिचाउनु पर्छ कि। सबले राम्रो राम्रो आशीर्वाद माग्नु। र हाम्रो नानीहरू चाहिँ त्यहाँ लाइनबाट अगाडि गइसक्नु भएको छ दर्शन गर्दै। र म चाहिँ यहाँ केही बेर बसेर यहाँको परिसर वरिपरिको जस भिडियो बनाउनु मन लागेर म यहाँ
भिडियो बनाउँदैछु, हेरिदिनु होला हैन। जस एकदम सुन्दर शान्त ठाउँ छ। मन्दिरमा आएपछि एकदम मन पनि शान्त हुन्छ, यो कुरा त हजुरहरूलाई थाहा छँदैछ। र यहाँ चाहिँ मैले अघि देखिसकेको छु, यहाँ एकदम शिवलिङ्गको रहेछ। त्यहाँ चाहिँ सबैजना दर्शन गर्नुपर्ने रहेछ, सबैजना जाँदैछ होइन। लु पहिलोचोटि ट्याक्क चढिँदैछ यहाँनिर। अब अनि गाइज होइन, यो जति पनि यहाँ देखिराख्नु भएको छ शिवलिङ्गहरू होइन, यो चाहिँ जम्मा 108वटा रहेछ क्या। पुरा घुम्नु पर्ने होस्, रमाइलो पनि भने दर्शन गर्दाखेरि होइन पुरै घुम्नु पर्ने क्या। घरि यता घरि उता घरि यता घरि उता घुम्नुपर्ने रहेछ होइन। रमाइलो भयो। हाम्रो एकदम फोटो सेसन चलिरहेको छ होइन। सबजना यता बोइजहरू यता छ भने गर्ल्सहरू यहाँ छ। अनि हामी चाहिँ फोटोसोटो खिचेर चाहिँ घुम्न जानुपर्ने हुन्छ नि त। घुमोस् डुलोस् भनेको क्या। अब र गाइज फाइनल्ली चाहिँ हामी अब यहाँको चाहिँ मन्दिर यताउता दर्शन गरिसक्यौँ होइन। अनि हामी चाहिँ अब निस्किँदैछौँ गेटबाट। हो त जे होस् एकदम घुम्दा ओर्दा रमाइलो भयो होइन। दर्शन गरियो, जे होस् धार्मिक स्थल आउँदाखेरि एकदम मन चाहिँ शान्त हुने हो। र अब चाहिँ हामी जाँदैछौँ। अब के हुन्छ अगाडि देखाउँछौँ अब हामी निस्केपछि। त्यो पोल छुरा यहाँ आउने। 3, 2, 1 गो। उयो पढेर खैर ल ल ल छिटो ल 3 ओइ ल रेडी छिटो रेडी। एकछिन यहाँ भिडियो बनाउँछु म। एकछिन है, एकछिन भनेको 3, 2, 1 गो। ल उता छिटो जति बेर ल यो थापा त्रिसा गुड। ल छिटो आउनु। ल फाइनल्ली हामी चाहिँ जोस् मन्दिरहरू घुमेर दर्शन गरेर आफ्नो उस स्कुलमै आइपुग्यो। अब चाहिँ हामी सबैजना एकअर्काबाट छुट्टिएर घरतिर जानुपर्ने हुन्छ होइन। आजको यात्रा, आजको घुमाइ एकदम रमाइलो भयो, मन पनि शान्त भयो मन्दिरमा दर्शन गरेर आउँदाखेरि होइन। अब यस्तै भ्लग लिएर म आउनेछु। कृपया मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला, अनि भिडियोमा लाइक होइन कमेन्ट पनि गरिदिनु होला। ओके, सी यू इन नेक्स्ट भ्लग। बाई बाई।